Hello everyone, hope everyone is doing great. It's me Mahesh Khadka. So today video I will speak in Nepali. Might be I will try to keep some subtitle in English. So नमस्ते सबैजनालाई. धेरै दिनपछि आज भनौं घमाइलो दिन सनी डे रसलखेमामा छुट्टी बिताएर आइयो. रमाइलो भयो छुट्टी. अनि भिडियोहरुमा पनि कस्तो चाहिँ अब शॉर्ट्स भिडियोहरु हाल्दै थिए. अब शॉर्ट्स भिडियो हाल्दाखेरि इभन मलाई चाहिँ अझै पनि एक्सप्लोर गरौँ भन्ने चाहिँ मन लागेछ. जहाँ चाहिँ म विभिन्न ठाउँ जाने र त्यहाँको दृश्यहरु देखाउने कोसिस गर्दै छु, गर्ने विचार गरेको छु. लेट्स सी, तपाईहरुको सपोर्ट चाहियो. इभन प्लान छ किनकि जिन्दगी छोटो छ. हेर्नुस्, अब मनमा धेरै कुरो खेल्छ कि लाइक हामी 40s को उसमा जाँदै छौं, हिँड्दै छौं एजमा भनिम भने. सो कति जिन्दगी भर कामै काम छ, तर पनि अब बाध्यता छ, रेस्पोन्सिबिलिटी छ जसले गर्नुपर्ने छ. तर पनि यदि प्लान चाहिँ हुन्छ नि त, अब भयो, अब के गरौँ, घुमौँ, अब सोशल मिडियाको टाइम हो, अझै पनि एक्सप्लोर गरौँ भन्ने मेरो पनि मनमा छ. मेरो पनि बकेट लिस्टमा धेरै छ. देयर इज मेनी माई विशेस आर देयर इन माई बकेट लिस्ट, जुन चाहिँ म पुरा गर्न चाहन्छु. गडको कृपाले, बाइ द ग्रेस अफ गड, होप पुरा हुँदै कोसिस गर्छु. किनकि ट्राई गर्न छोड्नु भएन. त्यसको लागि पनि अब यसो माइक्रोफोन लिएको छु. थाहा छैन आवाज अझै पनि साउन्ड भनौँ न छेउछेउको पनि आउँछ, तर पनि अझै क्लियरिटी होस् भन्न चाहेर मैले यसो सानो यसो के भन्नु यसमा उ गरेको छु. र सायद अब लाइक यो जुन मेरो अब मास्टर महेश भनेर जुन लेखेको छु त्यसलाई चाहिँ चेन्ज गरेर केही ब्लग खालको, अब डेली ब्लग्स बनाउने खालको कोसिस गर्छु. डेली नभए पनि अब विकली, हप्तामा 2-3 वटा चाहिँ हाल्ने र बिस्तारै गर्ने. आज रसलखेमा हुन त म माथि छु. यसो हेर्नुहुन्छ, थाहा छ तपाईहरु सबैजनालाई, बाहिर विदेशीमा बस्दाखेरि त्यस्तै त हो. झन् रसलखेमातिर त्यस्तो उ खालको दुबई जस्तो खालको माहौल त छैन. तर पनि ठिक छ, एकदम सनी डे. माथिको आकाश पनि हेर्न सक्नुहुन्छ, एकदम राम्रो खुला ब्युटिफुल. स्टेडियम त्यहाँ छेउमै छ, राम्रो छ, एकदम शान्त. मलाई चाहिँ लाइक शान्त नै ठिक लाग्छ, एकदम शान्त. र जिन्दगीमा एउटा चाहिँ के चाहिँ मैले चाहिँ हुन त सबको आफ्नो आफ्नो एक्सपिरियन्स हो कि पिस अफ माइन्ड चाहिन्छ. ह्याप्पिनेस भन्छौँ नि हामी, वी वान्ट ह्याप्पिनेस. नो, ह्याप्पिनेस भन्दा पनि पिस अफ माइन्ड. यसरी उमेर ढल्दै अगाडि बढ्दै जाँदाखेरि चाहिँ यो चाहिँ दिमागमा आयो कि पिस अफ माइन्ड. पिस अफ माइन्ड भनेको यस्तो होइन कि म चाहिँ एकदम तनावमा छु, त्यस्तो होइन. तनाव त जिन्दगीभर नै हो, मान्छेको आफ्नो तरिकाको तनाव हुन्छ. तर पनि पिस अफ माइन्ड एकदम कहाँ चाहिँ एकदम जान्छ. त्यो पिस अफ माइन्डले नै त्यो ह्याप्पिनेस दिन्छ. अब हो, पैसा जरुरत छ, गर्न चाहिन्छ, तर पनि अब कहिलेकाहीँ आफ्नो चाहेको कुराहरू गर्न सक्यो भने त्यही हो सबभन्दा पिस अफ माइन्ड. त्यसरी हुन्छ, त्यसैबाट खुसी भइन्छ. अब बोल्दाखेरि अब कुनै शब्द मेरो विचारहरू तपाईहरुलाई सहमत नहुन सक्नुहुन्छ, कोही सहमत हुन सक्नुहुन्छ, तर त्यो यो मेरो विचार हो. र विचार भन्ने कुरो अब समय अनुसारले पनि फरक हुँदै जान्छ होला. अब लेट्स सी. र यो भिडियोबाट त्यही भन्न चाहन्छु कि अझै पनि मलाई युट्युबलाई अझै एक्सप्लोर गरौँ, अझै बढौँ, आफ्नो उसलाई चाहिँ भन्ने मन छ. जसलाई पनि चाह हुन्छ नि त, आफूले के गरिरहेको कामलाई एकदम राम्रो होस्, बढोस्. त्यो म पनि अब अहिलेको सोसल मिडिया जमानामा प्लेटफर्म जुन दिएको छ त्यहाँ चाहिँ गर्ने विचार छ. र सक्दो म नेपाली नै कोसिस गर्छु बोल्न. यो होइन कि इङ्ग्लिस होइन, मिक्स हुनसक्छ, जुन पनि ल्याङ्ग्वेज त हो. तर सब टाइटल चाहिँ इङ्ग्लिस दिने कोसिस, त्यहाँ गराउने कोसिस गर्छु. आशा छ तपाईहरुले साथ सहयोग गर्नुहुन्छ. मिन्स सपोर्ट, सहयोग मिन्स लाइक, सेयर, कमेन्ट, त्यही त हो. र त्यही छ. आजको दिन यही हो. आज छुट्टी. अब अल्छी लागेर के गरौँ भएर चाहिँ मैले यो भिडियो बनाएको. अब साउन्ड अब थाहा छैन, साउन्ड अझै पनि कतिको क्लियर छ, तर पनि त्यो साउन्ड क्लियरिटीमा ल्याइन्छ. हो, जुन कराते किकहरू अनि नुनच्याकहरू चलाउँदैछु त्यसलाई पनि कन्टिन्यू चाहिँ गर्दै गर्छु. तर पनि अब हिँड्ने डुल्ने खालको पनि चाहिँ कोसिस गर्छु. सबभन्दा पहिला त एउटा चाहिँ के भन्छु भने, युट्युब या टिकटक या सोसल मिडियाले मलाई चाहिँ के उ गर्यो भने एउटा कन्फिडेन्स चाहिँ बनायो कि बोल्न सक्ने. म 10 जनाको अगाडि पनि उभिएर म बोल्न सक्ने, ममा त्यो क्षमता अझै बिल्ड भयो. त्यही हो, पोजिटिभ त्यसैलाई लिनु पर्यो. र अझै पनि अगाडि धेरै कुरोहरू गर्ने विचार छ. मैले भने नि, मेरो सबको आफ्नो लाइफमा छ धेरै. मेरो पनि बकेट लिस्ट, लाइफको जुन बकेट लिस्टमा धेरै कुरोहरू छ. तर पहिलो प्राथमिकता चाहिँ एकदम एक्सप्लोर गर्ने क्या.
यो 9 to जब यो 9 to 6 वाला जब मतलब हुन्छ नि जुन हामी जबमा छौँ त्यो चाहिँ कसरी हट्ने खालको चाहिँ मेरो पनि विचार छ त्यसलाई अब कसरी गर्ने गडको विस भयो भने डेफिनेटली ट्राई चाहिँ गरिँदैछ त्यही हो अरू यस्तै छ अरूहरू पनि दिन अरू आउँदो दिनहरूमा पनि धेरै कुरोहरू सेयर गरिन्छ जहाँ चाहिँ आफूले आफ्नो एक्सपिरियन्स आफ्नो विचारहरू गरिन्छ आजको लागि यति नै हो भिडियो धेरै लामो नगरौँ 5 मिनट भइसक्यो अब मैले सर्ट भिडियो भन्दा पनि लङ भिडियो पनि हाल्ने सर्ट भिडियो पनि मिलाएर हाल्ने भन्ने विचार गरेछु आजको लागि यति नै फेरि पनि प्लिज डु सब्सक्राइब लाइक शेयर एन्ड कमेन्ट एन्ड सपोर्ट मी गाइज थ्याङ्क यू भेरी मच